यो गाइज आज मैले एकदमै वेट बिल्ड ट्राई गरेँ तर ब्रो इट एक्चुअली वर्क्स। यो बिल्ड नर्मली कसैले युज गर्दैन तर मैले क्लासिकमा आज टेस्ट गरेको छु। एन्डसम्म हेर्दै जानु किनकि यो म्याच लास्टमा एकदमै क्रेजी हुँदै गयो। रिकर्ड त भइरहेछ नि, भइरहेछ ल ठिक छ। सो गाइज आज म चाहिँ के अरे यो हिलोस्को नयाँ बिल्ड भन्दा नि मैले यसो टिकटकमा देखेको बिल्ड चलाउन लाग्थेँ। त्यसमा चाहिँ एउटा थन्डर बिल्ड र 4वटा सेलेस्टियल गार्डन के पो हो त्यो पहिलाको त्यो रिभ्याम्प भएको, अनि मैले चाहिँ खेल्दै गएँ। म यतिखेर उता बफमा हेर्न जानु लागेको थिएँ तर मैले मिडमा गुसन देखेँ, त्यही भएर म फर्केर यता गुसनबाट आइहालेको। र अझै एउटा कुरो, मैले चाहिँ यो हिलोस फर्स्ट टाइम चलाइरहेको छु, त्यो भएर मैले के मिस्टेक गरेँ भने चाहिँ मलाई भन्नु होला है। मलाई चाहिँ खास खेल्न आउँदैन ट्याङ्कबाट चाहिँ। म चाहिँ यहाँ झन्डै मर्न लागेको थियो त्यो गुसनको बसले गर्दाखेरि, त्यही भएर म रिपिट भइहालेँ। हालको बाहना हेर्नु न, त्यहाँ नेट भनिरहेको छ। सिरियसली ब्रो, अहिलेको जमाना पनि नेट। सो यहाँ देख्नु भइरहेको छ मैले युज गरेको एउटा बुट थन्डर बिल्ड अनि सेलेस्टियल पाउलरेन। मलाई प्रोनाउन्सिएसन गर्न आएन, मैले टिग्रेल देखेँ त्यही भएर त्यसलाई पछाएको, तर फेदिन छ। फेदिनलाई मैले पोक हानेर फर्किन खोज्दाखेरि थोरै ग्याङ भेट्यो। यतिखेर चाहिँ मेरो स्पेल भएर म बाँच्नलाई सफल भएँ, तर मलाई हानेको मेरो टिममेटहरूलाई मन परेन, त्यही भएर तिनीहरूले रिभेन्जको लागि टिग्रेल मारे। र यतिखेर हानाए पनि धेरै अगाडि आएको थियो, त्यही भएर मैले त्यसको पछि लागेँ र ग्रेन्जरले पनि ड्यामेज हानेर माऱ्यो। र यतिखेर चाहिँ मैले रिकल हानेर मिडमा पुगेको थिएँ, रोटेट हान्थेँ, अनि हाम्रो गुसनलाई अर्को गुसनले माऱ्यो। दखाड्न खोजेको भ्याएन, त्यही भएर मैले चाहिँ छोडिदिएँ। म फर्किरहेको थिएँ तर यता फेरि धेरै जङ्गेर भित्र आएको थियो, त्यही भएर मैले एउटा फ्रीमा पनि किल पाएँ। अनि मैले म्यापमा हेरेँ हाम्रो एमएमलाई ग्याङ हानिरहेको रहेछ, त्यही भएर म पनि गएर सपोर्ट दिएको छु र फ्रीमा एउटा किल पनि पाएँ। यतिखेर म मेरो फर्स्ट किलको लागि कुरिरहेको थिएँ तर गुसन जङ्गेर गइहाल्यो र माऱ्यो पनि। र म चाहिँ मुनिबाट रोटेट हानेर माथि आएको र यता ठ्याक्कै टिगीले हामीलाई दुईजनालाई सेट हाने, तर बिचरा टिगीको टिममेटले सपोर्ट नदिएर उल्टै मऱ्यो। केही छैन, मलाई एउटा किल भएर पुगिहाल्यो नि। र यतिखेर हाम्रो टिमले टल खाएको थियो अनि मैले यता सुईलाई सपोर्ट गर्न गएँ। यतिखेर हामी गएर इनिमीको रेड बफमा गएर हामी इन्भेट हानेको। अनि काइन्ड अफ सक्सेस भयो भनौँ न हाम्रो इन्भेट, तर म मरेँ। र म रिस्पोन भएर रोटी हानिरहेको बेलामा मैले गुसन देखेँ र गुसन पछि लागेँ। पछि लाग्यो भने फाइदै भएछ, किल पाएँ। र म चाहिँ बटलेनबाट बिस्तारै रोटेट भएर टपलेन गइरहेको थिएँ। बाटोमा चाहिँ अलि हल्का झ्याउ भयो मलाई यतिखेर चाहिँ। र यतिखेर भाग्दै गरेर म यता आउँदाखेरि आलोट यताबाट आइरहेको थियो र मलाई मार्न खोजिरहेको थियो, तर मैले यसलाई ड्यामेज दिएको थिएँ तर मैले मार्न चाहिँ भ्याएन। अनि म चाहिँ रिकल भएर यता फेडिनसँग पनि खेल्छु भनेर यता आएको, तर भने जस्तो चाहिँ भएन।
तर हामीले बनाएको बिल्ड चाहिँ काम गर्न थालेछ त्यो फेडिनको अट्याक स्पिड हेर्नु कति थोरै यता फाइट खेलिरहेको बेलामा कता कताबाट ग्याङ भेटेँ मैले म उता हानाबी मार्न खोजिरहेँ तर उल्टै भेटेँ ग्याङ म रिस्पोन भएर यता माथि टप लेनमा आएँ डुँदै र माथिबाट तल आउँदै गर्दाखेरि मुनि हल्का ग्याङ पर्यो हामी अपोनेन्ट हाम्रो बिच मेरो टिममेटले मलाई छोडेर गयो बिचरा टिकेल फेडिन भागतिर फेडिन नभागेको भए हामीलाई मार्न सक्थ्यो तर फेडिन भागिहाल्यो अनि फेडिनलाई गएर हामीले ग्याङ पनि हाल्यो फेरि ग्याङमा सक्सेस भयो र म माथिबाट मुनि आइरहेको बेलामा मैले एनिमीलाई लडाइरहेको देखेँ त्यही भएर म गएर उता भित्रै छिर्नलाई हाम्रो जङ्गलले लड्दिन पनि सक्ने भयो मुनि ग्याङ हानिरहेको रहेछ सो यतिखेर हेर्न सक्नुहुन्छ कि हामीले बनाइरहेको बिल्ड यता काम गरिरहेको भनेर फेडिनको अट्याक स्पिड लास्टै स्लो भइरहेको त्यति बेला हामी पनि त्यहाँ यसो नोटिस गर्नु सक्नुहुँदैछ त्यहाँ फेडिनको अट्याक स्पिड लास्टै स्लो भइरहेको भनेर सो यतिखेर पनि देख्न सक्नुहुन्छ कि मेरो बिलले गर्दाखेरि आनबीको अट्याक स्पिड कति स्लो भइरहेको थियो र आनबीको कति बिस्तारै हान्दाखेरि भनेर यहाँ मुनि चाहिँ के भयो मलाई केही थाहा छैन आफ्नै धुन्दामा चलिरहेको थियो मलाई पनि केही थाहा छैन यो बिलले अट्याक स्पिड चाहिँ घटाउनु चाहिँ लास्टै घटाउनु रहेछ बिचरा फेरि केही गर्न सकेको छैन मैले मुनि ग्याङ भएको देखेर अल्टी हालेर सिक्दै म हानाबीलाई ताकेर अनि आफ्नो पुलिस ल्यान्सले गर्दाखेरि दुईवटा कभरको ड्यामेज खाएर म चाहिँ यहाँ सहिद भएँ यतिखेर चाहिँ मैले अनएक्सपेक्टेड ग्याङ भेट्छु अनि म कसरी बाँच्छु मलाई थाहा छैन मैले एउटा कुरो चाहिँ नोटिस गरेँ अरू बेला भन्दा नि हेरोस् मैले यो बिल खेल्ने बेलामा चाहिँ लास्टै ट्याङ्की भएको फिल भयो मलाई अनि म पछि ऱ्याङ्क गेममा पनि हान्छु होला हेरोस् अलराइट गाइज आजको लागि यति नै थियो भिडियो हजुरलाई बिल्ड कस्तो लाग्यो कमेन्टमा लेख्नु होला तर म चाहिँ यो बिल्ड ऱ्याङ्कमा ट्राई गरिरहेको छु त्यही भएर मलाई चाहिँ यो बिल्ड खेल्न चाहिँ लास्टै मजा लाग्यो इफ यु इन्जोय द भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब लाइक एन्ड सेयर विथ यर फ्रेन्ड्स अनि यसरी नै अरू क्रेजी गेम प्लेको लागि च्यानललाई फलो गर्न नबिर्सिनु होला सी यु इन द नेक्स्ट भिडियो पिस